साथीहरू सेवा सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। कस्तो पानी पर्न जस्तै भइरहेछ क्या। अहिले चाहिँ बेलुका भइसक्यो नि त। अनि मैले चाहिँ अल्छी लागेर आज चाहिँ भिडियो बनाउँदैछु। लास्टै अल्छी भएको छु नि त म, त्यही भएर। अनि चाहिँ पानी पर्न आँटेको छ। मम्मी हाई गर्नु, राम्ररी भन न। हाई हेलो, कति सेतो देखेको चाहिँ अहिले चाहिँ नि मेरो कस्तो भइरहेछ भने त्यही हो क्या। अब के भन्छ, मास्टर सेफ भइरहेको छु क्या म घरको चाहिँ अहिले मेन सेफ भनौँ न। किनकि मैले भात बिहान पनि पकायो, बेलुका पनि पकायो, फेरि अर्को दिन पनि पकायो, खाजा पनि पकायो, खायो। अनि फेरि डेक्ची ड्राइभर पनि आफै गरो। म अहिले अलराउन्डर हो क्या घरमा। साथीहरू आज चाहिँ मैले के बनाउँदैछु भनेर भन्नुहुन्छ होला। यसले चाहिँ के पकाउँदैछु कुकरमा भनेर सोच्दै हुन्छ होला कि। यहाँ हेर्नु त है, मैले कुकरमा आज सिस्नु पकाउँदैछु। त्यही पनि सिटी लगाएर। दाँत दुख्छ नि त, त्यही भएर सिस्नु पनि कुकरमा क्या सिटी लगाएर। यहाँनिर कस्तो हुन्छ है, अहिले चाहिँ मैले देखाउँछु ल। सिटी लगाएर बनाउँदैछु सिस्नु पनि। फाइनली सिस्नु पनि पाकिसकेको छ। अनि म भए मेन सेफ, यता भयो मेरो हेल्पर एसिस्टेन्ट। मैले पकाएको म चाहिँ हाम्रो घरको मेन सेफ हो क्या, एकदम मास्टर सेफ। अनि यता चाहिँ मेरो हेल्पर हो। घरि भाँडा धस्काउनु पनि सघाउनुहुन्छ मेरो हेल्पर यहाँ। अनि यहाँ गर्दै मेरो हुकुम चल्छ नि त, मैले भनेको गर्नुपर्ने त्यही हो। केही हुँदैन, समटाइम्स एसिस्टेन्टले गर्दा पनि केही हुँदैन, मेन सेफ गलेको हुन्छ नि त। चाहिँ हाम्रो घरको भिआइपी गेस्ट हो, उहाँ हगेर आइसिनु भएको छ। यता हेर त, हगेर आइसिनु भयो। नानी भन त के खाने रे। उहाँ चाहिँ हाम्रो घरको भिआइपी स्पेसल गेस्ट हुनुहुन्छ। अब उहाँको अर्डर सुनौँ है त। लु भन्नुहोस् अर्डर। नानी भरान्ची त के अरे भन त। युआर फाइटिङ अरे भरान्ची छिटो भन। कट्टु कुन जमानाको दियो नि मेरो भाइरा भगवान्। यता हेर नि के खान आँटेको भन त। अब अनि अनि फ्राई राइस चिकन फ्राई राइस एग राइस। यहाँ चाहिँ हाम्रो भिआइपी गेस्टको सर्भिस हुँदैछ साथीहरू। यहाँ चाहिँ चिकन एक राइस एक रस। म फेरि भन्नु सर, हाउ इज द फुड? हाउ इज एग फ्राइड राइस? Very nice. One number. भात मासु अनि सिस्नु अघिको यस्तो भएको सिस्नु चाहिँ यता हेर। टेस्टी, गुड, भेरी टेस्टी। हौ दामी छ त मलाई त यहाँ त।